जाजरकोट जिल्ला सुरु भएको ठाउँ। अब हामी यहाँबाट सुरु भयो हाम्रो यात्रा डोल्पा हाइवे हुँदै तल्ली बजार कालीमाटी छेडा बजार छेडागाड पुल जाजरकोट। ल यो पारिपट्टि रुकुम वारिपट्टि जाजरकोट बिचमा छ भेरी। यो हाम्रो जाजरकोट खलङ्गा बजार देखिरहेको छ मजाले यहाँ जाजरकोट। हामी छिरेम डोल्पा हाइवे काले गाउँ आयो। काले गाउँ जाजरकोट खलङ्गा जाने हो। काले गाउँ भन्ने ठाउँ आइपुग्यो। गीत पनि राम्रै याद आयो। काले दाई हामी चाहिँ अहिले जाजरकोटको रिम्ना बजार आइपुग्यौँ। पारिपट्टि ठुलो भेरी र सानो भेरीको मिसिने ठाउँ पारिपट्टि देखिरहेछ रुकुम। त्यहाँ चाहिँ हाइवे पनि देखिरहेछ एउटा रुकुमकोट जाने। यताबाट सानो भेरी आयो, माथिबाट यताबाट ठुलो भेरी आयो। ल यो ठ्याक्कै कन्फ्लुएन्स बिट्विन सानो भेरी एन्ड ठुलो भेरी। रिम्ना दोभान हो कि रिम्ना दोभान पनि भन्छन् सानो भेरी पनि छ, ठुलो छ क्या। भेरी छाडेर सानो भेरीलाई कटाएर ठुलो भेरी आयौँ। यो ठुलो भेरीले बनाएको रिम्ना बजार बन्दैछ, राम्रो हुँदैछ। केस दाइ रिम्ना बजार झऱ्यो। खाना खानलाई अब हामी रिम्ना बजारमा झरेछौँ। आम थकाली We are exploring रिम्ना बजार। यो डोल्पा हाइवेमा हिँड्दैछौँ। ल अहिले म रिम्ना बजारमा छु जाजरकोटको। यो डोल्पा हाइवेमा के छ भाइ? यो अर्जुन। हेलो हेलो, हामी चाहिँ रिम्ना बजार। रिम्ना बजारमा के छ भाइ? के छ भन्नु? एकदम ठिक छ। बिहान चिसो छ। खानालाई होटल खोज्दैछौँ। हामी चाहिँ अहिले रुकुममा छौँ। रुकुम पश्चिम 820 कोट रुकुम पश्चिम। पारिपट्टिको जाजरकोट पिच्छामा बगेको छ ठुलो भेरी। यो पारिपट्टि बजार रिम्ना बजार हो। 820 नगरपालिका सीमा समाप्त। यो ठुली भेरीको पुल। भयो भने होला दुईटा भाउ डिरेक्सन हेर्ने हो त कुन हो? जाजरकोट रिम्ना
जाजरकोट 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 ठुलोभेरी 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 पारिपेटी रुकुम पश्चिम 820 होइन 820 नगरपालिका रुकुम पश्चिम 820 कोट हो होला त्यही भाइ ठिक छ जाजरकोटबाट रुकुम आएको थिएँ म फेरि रुकुमबाट जाजरकोट जाने यात्रामा छौँ रुकुमको राडी बजार जाने यताबाट हामी चाहिँ यताबाट अब जाजरकोट तर्फ लाग्यौँ फेरि भेरी पुल तर्ने हो ठुलो भेरी सीमा समाप्त इलाका प्रहरी कार्यालय रुकुम पश्चिम 820 कोट अनि फेरि सुरु भयो जाजरकोट ठुलोभेरी नलगाड नगरपालिका आयो है हामी जाजरकोटको अब नलगाड खोला पनि आउँछ अहिले यो नलगाड नगरपालिका सुरु र ठुलोभेरीको कन्फ्लुएन्समा आइपुग्यौँ माथिबाट ठुलोभेरी यता साइडबाट नलगाड आयो घोडा दौड्यो छोप्का भन्ने ठाउँ हो यो छोप्का यो दल्ली बजार कालीमाटी हो भाइ कालीमाटी तपाईँ खोला यता यो दल्ली बजार बजार सुन्नु होला फेरि दल्ली बजार हो दल्ली जाजरकोट दल्ली बारी उठाएन त अहिले जाजरकोटको कालीमाटी बजार आइपुग्यौँ यो फेरि काठमाडौँको कालीमाटी होइन जाजरकोटकै म त कालीमाटी नै बस्छु काठमाडौँको पनि कुन पुल हो खोला हो तर्ने चाहिँ हामीलाई आएन फेरि एकदम सानो छ पुल कालीमाटी 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 काठमाडौँको कालीमाटी होइन नलगाड नगरपालिका जाजरकोट कालीमाटी हजुर पेट्रोल पम्प अहिले लामो रहेछ कालीमाटी बजार यो पेट्रोल पम्प भयो ठाउँमा बजार र हामीले कालीमाटीलाई पनि बाई बाई गर्दै अगाडि बढ्यौँ अब रोयल इन्फानाइटको सोरुमै रहेछ पुल क्रस गर्ने हो नलगाड खोला फेरि तर्यौँ हामीले पुल राम्रै पुल छ सानो साङ्ग्रो राम्रो परेको चुटुक्क परेको बेल्ली ब्रिज पुतल बजार हाम्रो ट्राफिक त अहिले टन्नैसम्म बोकेर ल्याउनु भयो बसेसरै गरे जस्तो छ पुलिसले त त्यसरी बोक्न पाइने हामीले चाहिँ बोक्न नपाइने केटाहरू यहीँ भेट ठ्याक्कै